नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। भगवान बुद्धको जीवनी वर्णन गर्ने क्रममा आज भगवानको बाल्यकालको एउटा घटना को बारेमा भन्न गइरहेको छु। सिद्धार्थ गौतम सानो छँदाखेरि करिब 7 देखि 9 वर्षको उमेर अब एक्चुअल एक्ज्याक्ट त थाहा छैन, त्यो त्यही रेन्जमा हुँदाखेरि उहाँका पिता शुद्धोधनले उहाँलाई चाहिँ एउटा हल जोत्ने एउटा उत्सव, किसानहरूको एउटा मेला अथवा उत्सवमा लिएर जानुभएको थियो। र त्यो उत्सव मनाइरहेको क्रममा चाहिँ मान्छेहरू सबैजना व्यस्त थिए उत्सव हेर्नको लागि, रमाइलो गर्नको लागि। तर भगवान अथवा सिद्धार्थ गौतम, त्यसबेला चाहिँ सानो सिद्धार्थ गौतम त्यहाँबाट चाहिँ मान्छेहरू इन्जोय गरिरहेको बेला उहाँलाई सायद अब भनिएको छ कथाहरूमा चाहिँ त्यो हल जोत्दाखेरि सानसानो किराहरू मरेको र त्यो किराहरूलाई अरू चराहरूले खाएको त्यो देखेर चाहिँ उहाँलाई किसिमको त्यसमा खासै रुचि नभएर अथवा करुणा उत्पन्न भएर अथवा त्यहाँ बस्न नसकेर उहाँ चाहिँ लुसुक्क बाहिर जानुहुन्छ र एउटा जम्बुको रुखमा तल बसेर ध्यान गर्न थाल्नुहुन्छ। र यो त्यतिखेरकै अवस्थामा ध्यान गर्दाखेरि उहाँ एउटा समाधिको पहिलो समाधि अथवा प्रथम ध्यानमा चाहिँ प्रवेश गरिसक्नु भएको हुन्छ। एकदमै इन्ट्रेस्टिङ कुरा के छ भनेदेखि अब सानो सिद्धार्थ गौतम कसैले पनि ध्यान नसिकाएको एकैचोटि एकैछिनमा चाहिँ अब प्रथम ध्यानमा चाहिँ पुग्नु भएको अवस्था रहेछ त्यतिखेरको। त्यो एकदम इन्ट्रेस्टिङ छ। अब यो सायद चाहिँ उहाँको पुरानो जन्महरूको धेरै लाख अगाडिको जन्महरूमा पनि ध्यान गर्दै आउनु भएको हुनाले उहाँलाई सजिलै त्यो समाधिको अभ्यास भइसकेको हुनाले सजिलैसँग त्यो चाहिँ ध्यान गर्न सक्नु भएको रहेछ। त्यस्तै अर्को इन्ट्रेस्टिङ कुरा के छ भनेदेखि त्यो शीतल छहारी जसले त्यो जामुनको रुखले अथवा जम्बुको रुख, कतै कतै जामुन पनि भनिएको छ, त्यो छहारी चाहिँ शीतल छहारी जुन दिइरहेको थियो त्यो चाहिँ घाम सर्दाखेरि पनि त्यसले त्यो चाहिँ छाया चाहिँ सरेन अरे। त्यो भगवान बुद्धलाई कन्स्टेन्टली चाहिँ शीतलता प्रदान, भगवान बुद्धलाई भन्दाखेरि सिद्धार्थ गौतमलाई त्यसबेला कन्स्टेन्टली चाहिँ शीतलता प्रदान गरिरहेको थियो। अब यो धेरै इन्ट्रेस्टिङ कुरा छ। यो कुरा चाहिँ अब मज्जिमा निकाय 36 MN 36 मा महासचक सुत्तमा चाहिँ भगवानले पनि आफूले भन्नुभएको रहेछ। जब मेरा पिता खेतको काममा व्यस्त हुनुहुन्थ्यो, म जम्बु वृक्षको शीतल छायामा बसेको थिएँ। त्यसबेला म काम वासना र अकुशल विचारहरूबाट टाढा भई प्रथम ध्यान अर्थात् गहिरो ध्यानमा प्रवेश गरेको थिएँ भनेर भन्नुभएको रहेछ। अब यो मर्निङ सोज द डे भने जस्तै अथवा हुने बिरुवाको चिल्लो पात भने जस्तै चाहिँ सानो सिद्धार्थ गौतम अब सम्यक सम्बुद्ध बन्ने, भविष्यमा बन्ने चाहिँ एउटा लक्षण उहाँले त्यतिखेर देखाइसक्नु भएको रहेछ। र ध्यान गरिसकेपछि अथवा गरेको बेला चाहिँ अब उहाँका पिता चाहिँ अब राजा शुद्धोधनले आएर उहाँलाई पहिलोचोटि दण्डवत पनि गर्नुभएको रहेछ। यो पिक्चरमा देखाइरहेको चाहिँ डिटेल्सहरू यस्तै छ, यसमा हेर्नु होला। अब राजा शुद्धोधनले चाहिँ उहाँलाई नमस्कार नमन गर्नुभएको छ। यस्तै किसिमको अरू भिडियोहरू पनि म क्रमशः लिएर आउनेछु। अहिलेलाई नमस्कार।